डोरी डे 5 डोरीमा आज हामी डे 5 डे 4 पनि डोरीमै एन्ड देन 5 पोखरीको दर्शन गरेर नाउ वी आर हेडिङ डाउन र आजको ब्रेकफास्टको लागि किचनमा के रहेछ आई एम जस्ट गोइङ अ क्विक किचन टुर अरे के हो भान्से चेन्ज आज अचार चाहिँ मेरोबाट है अचार चाहिँ मेरोबाट के को अचार हो टमाटर डल्ले खोर्सानी अन्त प्याज हो यो लोरो के भन्छ यो सिलैटो यो लोरो जुगाड हो यो सबै जुगाड हो हजुर अचार त खानु पर्यो चाम्रेसँग भाडामा चाहिँ के छ चाम्रेमा यो चाहिँ कसको डिपार्टमेन्ट हो यो कजेन दाजुको हजुर सत्तामै कम्ती भएन होइन सर यति डे 5 अब हेडिङ ब्याक टु फेदी एन्ड देन टु फामताङदेखि लिएर राबुङला अनि त्यो डाँडा देख्दै गरेको मैनामला हो एन्ड द अदर वान इज भालेढुङ्गा मैनामला भालेढुङ्गा यस हामी हाम्रो ट्रेकिङको आज 5औं दिन हामी यो डोरी भन्ने क्याम्पदेखि हामी अब स्टार्ट गरेर चाहिँ हामी गैरी हुँदै सुनचुरी हुँदै हामी फेदी गएर हाम्रो लास्ट क्याम्प हामी होल्ड गर्नेछौँ र हामी खुसी छौँ आजको लागि एकदमै अति नै राम्रो मौसम हामीले पाएको छौँ र आजको ट्रेकिङ हामीदेखि धेरै लामो छ रिटर्न ट्र्याक तर हामी इन्जोय गर्नेछौँ सर आजको अलिकति सर यहाँबाट हाम्रो देखिने जग्गाहरूको अलिकति विवरण गरिदिनु यो जुन चाहिँ अलिक हिँड्दै सर अलिकति मुनि भ्यूबाट तल्लो भ्यूबाट अन्त सर पर देखिँदै गरेको चाहिँ यो यहाँदेखि जुन चाहिँ देखिँदै गरेको त्यो टाढोको जुन चाहिँ रिज छ त्यो रिज चाहिँ मैनाम टप हो त्यसको यतापट्टिको अलिकति चुच्चो भालेढुङ्गा हो यहाँदेखि हामी बाइनोकुलरले हेर्दाखेरि चाहिँ त्यो मैनामलाको त्यो सानो गुम्पा पनि देखिन्छ अनि यो डाँडा हामी क्रस गरेर हामी जाँदैछौँ अहिले अनि यतापट्टि हामी हेर्दाखेरि चाहिँ यो पल्लो लाचेन भ्याली त्यहाँदेखि भित्र लाचेन भ्याली राचुङ भ्याली पर्छ युमथाङ पर्छ अनि यो यतापट्टि यो माउन्टेन रेन्ज यो एकदमै कञ्चनकर्णेश्वर पार्कको यो कोर जोन एरियाहरू पर्छ अनि यो चाहिँ मङ्गन डिस्ट्रिक्टमा पर्दछ यो मुनि यो देख्दै गरेको थोलुङ भ्याली हो त्यहाँदेखि यो मुनिपट्टि लिङ्जा छ वारिपट्टि लेबेन छ यताभित्र साक्याङ छ त्यहाँदेखि उतापट्टि त्यहाँनिर तिङबुङ कुसुङ लिङ्कु नाम्फ्रिकहरू छ भने यता वारिपट्टि चाहिँ लेबेन लिङथ्यामहरू छ पसिङदङहरू छ अनि उत्तापट्टि देखिँदै गरेको सलिमपाकेलो मम अनि भित्रपट्टि सफु सिग्गेरहरू छ अनि त्यसको ठिक्क फेरि पारिपट्टि हामी हेऱ्यौँ भने चाहिँ मङ्गनहरू देखिन्छ जुन चाहिँ अहिले बाटोमा हामीले क्लियरली देखिन्छ देखिन्छ Look, hi. कति टाइम लाग्यो होला हामीलाई पुग्यो टप यस यस 7:36 मा Now let's see the time. यहाँ फोटो खिचौँ Ammo. Wow. Mama. यो चाहिँ वेस्टर्न भ्यू है सर वेस्ट सिक्किम भ्यू यहाँबाट चिवा भन्ज्याङ भने चिवा भन्ज्याङ त गेजिङै आयो है सर ओके वाह मैनामला सिन्जुरे अन्त त्यही रिज फलो गर्दै गएर चाहिँ फामताम फेदी
चिमल गाडीमा रोडोडेन्ड्रन थम्सोनाइन भनिन्छ साइन्टिफिक नेममा। चिमल गाडी हिँड्दैछन् हामी पाँच पोखरीको ट्रेलमा। वाह, के रहेछ सर लन्च चाहिँ? ब्रेकफास्ट अलिकति चोरा छ। त्यो बाटो बट्टै बाटो आएको हो हामी। त्यहाँदेखि यहाँ लोकलमा बिसाएर हामी यो रुट गरेर सिन्जुली घन्टी डाँडा टप निस्केर त्यसको मुनि फेदमा चाहिँ आज हामी क्याम्प गर्छ। त भए डे 6 को फाइनल क्याम्प फेदीदेखि हेडिङ टुवर्ड्स फामताम। फाइनल डे। लुगाहरू सुकाइरहेको छ सबैजनाले, काम पनि मजाले लागिरहेको छ। This is the view. के हो सर? लन्च ब्रेकफास्ट कम लन्च ब्रन्च हाम्रो यहाँ चाहिँ छ। के छ सर आइटममा? अरे ब्युटिफुल, दामी राइस, हरियो सिमीको सब्जी, सुकेको नाकिमाको चटनी, डल्ले खोर्सानी, भुइँभरि निम्बु प्याज, सलाद एन्ड दाल, मुङ दाल, चिम्पिङ फ्लेभर्ड मुङ दाल। वाउ, क्या बात है। फेदीमा लास्ट स्टप एन्ड ब्याक टु सिभिलाइजेसन है सर। यो ट्र्याकको सबभन्दा बेस्ट ब्रान्च, यो ट्र्याकको सबभन्दा बेस्ट ब्रान्च चाहिँ अहिले भइरहेको छ। वाह, क्या बात है। दामी सर, मजा हुनेछ। ओके, सो हामी 6 तारिक अक्टोबर हामी सुरु गरेका ट्रेकिङ, हामी पाँच पोखरी पुगेर हामी एकदम सुरक्षित साथ, आनन्दित साथ, रमाइलो गर्दै हामी आज यो अन्तिम दिनमा आइपुगेको छौँ। अनि विशेष गरिकन यो आज हाम्रो यो ट्रेकिङ एकदमै सफल भएको छ। अनि विशेष गरिकन हाम्रो यहाँ मिस्टर एलबी ज्यू, हाम्रो काइलो बाबुलाई एकदमै धेरै धन्यवाद, हार्दिक धन्यवाद। उहाँ यो बाटोमा 12 वर्षको उमेरदेखि नै खाली खुट्टा हिँड्दै धेरै उमेर यो बाटोमा हिँड्नु भएको, भेडीगोठमा बस्नु भएको र उहाँको सहयोगले गर्दाखेरि यो ट्रेकिङ सक्सेस भएको छ। त्यस्तै प्रकारले हाम्रो गजेन्द्रज्यू, हाम्रो सदा फामतामको हाम्रो इडिसी प्रेसिडेन्ट, जसले एकदमै असल प्रकारको सहयोग गर्नाले गर्दाखेरि यो ट्रेकिङ सक्सेस भएको छ। मिठो खानाहरू हामीले खायौँ र उहाँको ठुलो यसमा योगदान छ र उहाँलाई एकदम हार्दिक धन्यवाद छ। अनि हाम्रो रोशनज्यूलाई एकदमै उहाँ पहिलोचोटि ट्रेकिङ आउनुभएको र पनि सधैँ नै आइरहेको जस्तो प्रकारको उहाँको सहयोग भयो, उहाँको ठुलो जिम्मेवारी रहेको छ यो ट्रेकिङ सक्सेस हुनुमा।
र तपाईँहरू तिनीहरूलाई एकदमै हार्दिक बधाई शुभकामना मनिता थ्याङ्क यू सो मच फर बिङ विथ अस अनि मिस्टर अगेन थ्याङ्क यू सो मच फर जोइनिङ अस अनि हामी सबैको एकदमै राम्रो टिम मिल्यो हामी सबैको हाम्रो एकदमै बल ताकत मिल्यो हाम्रो जोस मिल्यो हाम्रो हिँडाइ मिल्यो हाम्रो सबै कुरो मिल्यो त्यसले गर्दाखेरि यो ट्रेकिङ सक्सेस भयो र धन्यवादको पात्र हामी सबै नै हौँ थ्याङ्क यू सो मच थ्याङ्क यू सर 5 पोखरी पुगेर ल ग्रेट 1 2 3 थ्याङ्क यू अल सक्सेसफुल 5 पोखरी कङ्ग्रेचुलेसन अल यस यस हुन्छ लेट्स मुभ सिनेरी हिँड्नु चाहिँ सर हिँड्नु सबै हामी एउटा यस्तो बनाएको क्या बात है क्या बात है हुर्रे हुर्रे काउन्टडाउन 6 days 5 पोखरी ट्र्याक इज ओभर अन्त अहिले हामी यो बेस क्याम्प टच डाउन हुन आँटेको छ द्याट यु आर लुकिङ एट फामतम भिलेज द टेक अफ पोइन्ट अब हामी किसुम खोला तरेर we will reach our base. Okay, and then we'll head towards Rabongla.